हेलो गाइस, तपाईहरु कस्तो हुनुहुन्छ? होप सबैजना ठिकै छ होला। अन्त म चाहिँ आज चाहिँ हामी चाहिँ सबैजना मिलेर हाम्रो यहाँ श्रीना दिदीको घरमा जाँदैछु टिका लाउनु। टिका त छैन तर पनि अब बोलाउनु भएको छ, सो अब जानु पर्यो हो। गर्मी हेर्नु नि, म त मेकअपै गर्नु हुँदैन, मेकअप पनि के गरेछ नि ब्लस सस लगाएको अलिअलि सबै जान आँट्छ कि अब के गर्ने, यस्तै छ जिन्दगी। अन्त आज चाहिँ मैले यस्तो ड्रेस लगाएको छु, सिङ्गापुरी ड्रेस। सो अहिले भेट्छु अब गएको है। हाम्रो एकदम बिजोग छ यहाँ हो, तर पनि जानु पर्ने अरे नि त। टिका लाउनु आफ्नो टिका छैन तर पनि। यता चाहिँ हाम्रो सिनियर दिदी हो, अझै सिनियरकोमा जाँदैछ हामी टिका लाउनु। खै यो सिनियर दिदीले त बोलाएन हामीलाई हो। अब अर्को सिनियर दिदीले चाहिँ बोलाएको छ, जाँदैछ। म आफै बिजी भएँ त गाइस। म यो स्प्राइट फेन्टा चार लान्छु ल, दुईवटा गरेर मिलाएर लग्नु पर्यो। यस गाइस, हामी चाहिँ अब कोसी लिनु आएको दोकानमा। आज लिमिला मिक्स गरेर लानु नि दुध र माजा पनि रहेछ फ्रुटी ऊपर एउटा यो लैजाने अब हामी चाहिँ यहाँनिर कोसीले किन्नु आएको। सुन पापडी भुजाहरू चाहिँ हेर्नु न, यही भुजा हामीलाई चाहिँ गरम भयो अनि जुस खानै राखेको। ए कोसीले किन्यो हामी सबैजनाले हो, जुस खाँदैछ। अन्त कोसीले सबको हातमा मेरो हातमा छैन। यता हेलो भन्छु, हामी चाहिँ यताबाट हिँड्दै हिँड्दै जानुपर्ने छ गाइस। हामी सबैजना चाहिँ यहाँ छ। हामी चाहिँ आइपुग्यौँ, सबैजना लाइनमा छ। ह्याप्पी दसैँ। यहाँ दिदी हो आज हामीलाई बोलाउनु भएको। यता हेर्नु दिदी, यहाँ दिदीले हामी चाहिँ टिका लाउनु एक गिलासै हो, अर्को नि सबैलाई, नानीले बाबुलाई पनि दक्षिणा चाहिँ पाइयो। धन्यवाद हामीलाई बोलाउनु भयो। हामी सिङ्गल मान्छे हिँडिसक्यौँ, यस्तो हुन्छ नानीको आमाहरू चाहिँ। बाबुको गाडी फेरि हेर्नुहोस्, हामी टिका लाउनु गएको भन्नु न। दसैँको सबसे ठुलो मान्छेकोमा। अन्त म चाहिँ यहाँ छु गाइस, यहाँ छ दिदी। हाम्रो पल्टनतिर पनि यस्तो चलिन्छ गाइस, हेर्नुहोस्। ए कोसीले बोकेको छ, अन्त दिदी हिँड्नु भएको छ।